के छ त भित्र रहेछ नि सबै काम गरिरहेछ भिडियो काम गरिरहेछ हेलो देखाएको छ नि दामी देखेर ल के हो यो चाहिँ उसो नि त के भन्छ अरू यस्तो कति होला पुहाड ए उयो होइन हेर यहाँ उसो चला के भन्छ नाचगान गर्ने ठिक छ लाइटिङ सब छ यस्तो रुम कति होला यो म्युजिक रहेछ क्या म्युजिक अर्को रुम पनि छ यता यो रुम सबै के अरे यता यो मेन क्याम्पस छैन भने आएकै छैन एउटा कसको कहाँ पढाइ हुन्छ अरू लन्डन हतार हुन्छ हामी त कहाँ पुग्नु त अहिले ठिकै छ थिएटर स्टुडियो यता रहेछ त थिएटर यता आउनु खोला न हुन्छ कि ऊ लक रहेछ लक छ क्या लक छ ए उता कम्प्युटर हेरेर भित्र दियो नि माथि माथि ब्लज हो थिएटर स्टुडियो म्युजिक हलमा चाहिँ त्यस्तो छ हलमा चाहिँ त्यस्तो मजा आउँछ सजिलो देखिरहेछ दामी देखिरहेको यो पर्दा लगाइदिएपछि त सकियो नि कालो भुल जस्तो 3D हेर्नु हुन्छ होला है लाइट हेर नि माथि होइन यो हो के नाटक छाया गर न कम्प्युटर स्क्रिन रहेछ पछाडिबाट डिस्प्ले होइन यो नाटक होइन नि यो उनी हो नाटकहरू के नाटक देखाउनु यो पर्दा लाग्छ यहाँ एक्टिङ गर्ने लाइट फोकस गर्दा ठ्याक्क जुन क्यारेक्टरको त्यो ए त्यस्तो वाला हो नेपालको नाटक हेरेको छैन ए हो टक्क लगाएर के रे फिल्म हेर्ने नाटक मात्रै हो यहाँबाट रोमियो गर्दैछ नि जुलियट गर्दैछ पुरै अँधेरो हुन्छ होइन रुम त्यो पुरै पर्दा लगाएपछि अनि लाइटले ठ्याक्क क्यारेक्टर तर कति सानो होइन त्यो मान्छे बस्छ अर्को जुन अर्को तर हेर्दा बाहिर यत्रो कस्तो ठुलो है भरे यो भ्लग अपलोड गरेर पठाऊ है भ्लगरमा टाउन गाइस अर्कोमा जाउँ न कति ठुलो पर्दा हो अर्को यहाँ माथि सेकेन्ड फ्लोरमा चाहिँ कस्तो छ यो के खाएर अर्कैतिर छ त यहाँबाट जहाँ पाइ त्यसो नसिक यहाँबाट चाहिँ त्यो आफू झुग आफू अट्टिने होला कस्तो ढ्याङ्ग्याक पार्ने Oh my god. यसरी गर्ने हो क्या तिमीले जान्दैन यहाँ क्यामेरा हेरेर यहाँ उल्टो भयो कि फेरि उल्टो हुँदैन कि मैले पछाडि आएको छ नि उल्टो हुँदैन यहाँ यहाँ क्यामेरा यसरी पक्रेको थिएँ कि मैले यसरी पक्रेको थिएँ यसरी पक्रेको थिएँ नयाँ काँडा जसो गरे नि उयो एउटै आउँछ क्या बुझेनौ यहाँ आएर त्यो बन्द गरेर फेरि नयाँ गर नि त